हेलो साथीहरू, आज चाहिँ मैले हैन मिठो मोमो बनाएर खाएँ अनि चम्चाले खानु हुँदैन भनेर हातले नै धन्काइदिएँ हैन। अनि टक्क एकदम मिठो भएको थियो। धेरै दुःख गरेपछि चाहिँ अब आफू एक्लै भएपछि त धेरै समय लाग्ने रहेछ क्या। टक्क बनाएँ अनि यो रोलरले त्यो पर्फ्युमको रोलले गरेर हेरेको त भएन, यसलाई फाल्दिए मेरो पालो हैन। अनि यसलाई फालिदिएर चाहिँ उता चाइनाबाट एउटा ब्रान्डेडवाला रोलर मगाएर टक्क रोल गरेँ हैन। टक्क रोल गरिसकेपछि दामी सेप आयो अनि दामी प्लेन रोटी भयो मेरो चाहिँ हैन। अनि त्यसलाई सेल बनाउन चाहिँ टक्क मैले हङकङबाट फेरि कटर मगाएँ हैन। टक्क कटर मगाएर दामी रूपमा काटेर बनाएँ। एकदम दामी गोलो बन्यो हैन गाजर। अनि एकदम दामी गोलो हेर्नु त टक्क दामी बनाएर प्याज काटेँ किमा बनाउनको लागि टक्क हैन। सेफ हो नि त, प्रोफेसनल, त्यही भएर कटिङ सटिङ त डेन्जर हानिदिन्छ क्या। अनि मैले भन्दा र यो के अरे किमा चाहिँ मैले बफ लिएको हो। अनि टक्क नुन मसला झालेर अनि कटेर पटेर सटेर सबै हालेर चाहिँ यसलाई मिक्सरमा घोलेर भनेर टक्क किमा बनाइरहेको थिएँ म चाहिँ हैन। यता तिलसिल भुटेर टक्क रेडी बनाइरहेको थिएँ सस के अरे अचार बनाउनुको लागि। अनि त्यसपछि यता फेरि मोमो बनाउनु गरेर फर्केर हेरेको त मेरो मोमो त फेरि जाम हुन लागिसकेछ। अनि मेरो पालो रिस उठेर त्यसलाई निमोठेर हैन ल्याम्मा हान्दिएँ हैन। टक्क रिस उठेर एक मुख हान्दिएँ। अनि त्यसपछि फेरि आफू एक्लै रमाउँदै हैन। यता सामानहरू चाहिँ भत्रा गोल भइसकेछ किचनैभरि हैन। यो चाहिँ सबै साफ गर्नुपर्छ मैले एकछिनमा। त्यसपछि टक्क मोमो चाहिँ रेडी हुन लाग्यो गाइस। मैले चाहिँ यत्तिको मोमो बनाएर टक्क रेडी हुन लाग्यो। एकातिर मोमो पाक्दैछ, अर्कोतिर यता अचार बन्दैछ हैन। टक्क मिठो। अनि अचार चाहिँ मैले पुरै रेस्टुरेन्टलाई एक दिन पुग्ने गरी बनाएछु हैन। तै पनि ठिक छ, भोलितिर पनि खाना हुन्छ। अनि टक्क मैले मिठो छ भनेर एक्लै हैन गम 50-60 पिस मोमो हैन एक्लै दन्काइरहेको थिएँ हैन। तन्काएर टक्क अब चाहिँ बोडी बन्छ कि भनेर टक्क हेरेँ हैन। बोडी सफ गरेर हेरेको बोडी चाहिँ हैन, बोडी चाहिँ फुलेछ गाइजहरू टक्क। अनि आजको यो भिडियोबाट चाहिँ मैले के सिकेँ भने हैन, यो भिडियो भन्दा नि मोमो बनाएर खाँदाखेरि चाहिँ जिन्दगीमा के सिकेँ भने यदि पछि गएर मिठो फल खानु छ भने चाहिँ अगाडि चाहिँ धेरै सङ्घर्ष गर्नुपर्छ, धेरै मेहनत गर्नुपर्छ। अनि त्यसपछि समय आएपछि मिठो फल चाहिँ तयार हुन्छ है त। थ्याङ्क यू गाइज, थ्याङ्क यू फर वाचिङ, लभ यु अल।